बालेन शाहले भने जस्तै नेपालले पनि भारतको जग्गा मिचेको भेटियो। 10 गजा क्षेत्रका नेपालीहरू भन्छन् बालेन शाहले जे बोले सत्य बोलेका छन्, हामीहरूले पनि भारतको सीमा मिचेका छौं। दशबिन प्रधानमन्त्री बालेन शाहले तथ्य बिना सीमा विवादका विषयमा अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेका बेला कञ्चनपुरको 10 गजा क्षेत्रका नेपाली नागरिकहरूले भने आफूहरूले भारतको जग्गा मिचेको स्वीकार गरेका छन्। प्रधानमन्त्री बालेन शाहले बोलेको कुरा 100% सत्य रहेको भन्दै त्यहाँका 10 गजामा बस्ने नेपालीहरूले आफूहरूले पनि भारतको जग्गा प्रयोग गरिरहेको बताएका हुन्। रिपोर्टिङ गर्न त्यहाँ पुगेका पत्रकार केशव जोशीसँग 10 गजाका नागरिकहरूले भनेका छन्, यता त इन्डियाको जमिन हामीले नै मिचेका छौं, 10 गजा त हामीले खाएका छौं, हाम्रो त घर नेपालमा हुनेको भान्सा र गाईगोठ भने भारतमा छ। प्रधानमन्त्रीले भने जस्तै अन्य पनि विभिन्न ठाउँमा त्यस्तो हुन गएको छ। नेपाल र भारत बीचको सीमा विवादलाई लिएर संसदमा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भनी दिएको अभिव्यक्तिपछि देशव्यापी बहस सुरु भएको छ। धेरैलाई सीमा विवाद भन्नाले केवल भारतले नेपालको जमिन मिचेको भन्ने मात्रै लाग्छ, तर स्थलगत वास्तविकता र आधिकारिक कूटनीतिक दस्तावेजहरूले यो विषय निकै जटिल र दुवैतर्फ जेलिएको देखाएका छन्। सीमा विज्ञहरूका अनुसार यो विवादमा दुवैतर्फका फरक आयाम छन्। नेपाली दावी अनुसार सन् 1962 को भारत चीन युद्धपछि भारतीय सेनाले नेपालको कालापानीमा सैन्य शिविर स्थापना गर्यो र अहिलेसम्म छाडेको छैन। नेपालका अनुसार भारतले देशका विभिन्न 23 जिल्लामा 60,000 हेक्टर भन्दा बढी नेपाली जमिन मिचेको छ। कूटनीतिक विवादकै बीच सन् 2026 को अप्रिलमा भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने एकतर्फी घोषणा गर्दा नेपालले कडा आपत्ति जनाउँदै कूटनीतिक च्यानल मार्फत असन्तुष्टि व्यक्त गरिसकेको छ। हामीलाई नसोधी हाम्रो भूमि टेक्न पनि पाउँदैनौ भनेर बालेन शाहले पत्र पठाएका थिए। अर्कोतर्फ भारतको 10 गजा क्षेत्रमा नेपाली किसानहरूले खेती गरेको र बसोबास गरेको तथ्यलाई दुवै देशले स्वीकार गरिसके तर यो राज्य स्तरबाट योजनाबद्ध रूपमा भएको होइन। स्थानीय किसान र बासिन्दाहरूले व्यक्तिगत जीविकोपार्जनको तहमा 10 गजाको खेतीयोग्य जमिन प्रयोग गरेका मात्रै हुन्।